ल हेर्नुहोस् साथीहरु, मेरो चाहिँ घरैभरि माटोको घर आउनु भनेको एकदम फाइदा छ के। मेरो घरै वरिपरि ट्याप्पै झरी च्याउ पलाएको छ है। झरी च्याउ खोज्न कहीँ टाढै जानुपर्छ, घरैभरि पलाएको छ। घर वरिपरि घरभरि ल हेर्नु त झरी च्याउ कति छ, कति पलाएको छ। ट्याप्पै छ नि, पुरै दामी दामी। तपाईहरु जंगलतिर खोज्न जानुहुन्छ होला, मेरो त घरैभरि पलाउँछ, घरै वरिपरि। थोरै छैन, धेरै छ के, धेरै पलाएको छ। यो डिल वरिपरि सबै छ क्या। यहाँ हेर्नुहोस् त सब साथीहरुले कति छ। ट्याप्पै पलाएको छ है, ट्याप्पै छ के, ट्याप्पै। धमिराले बनाउने झरी च्याउ कति देखाउने, कति छ, कति मिठो। यहाँ हेर्नु न, यस्तो दामी छ कि एकदम मिठो हुन्छ क्या। फेरि यो चाहिँ अर्गानिक झरी च्याउ यता पर सबै छ क्या, सबै टन्नै। ल हेर्नुहोस्, यता पनि छ, टन्नै छ, टन्नै। यति नै देखाए ल साथीहरु मैले। यति भयो है च्याउ चाहिँ टिपेर, यति झरी च्याउ यति भयो है।